म भन्न चाहन्छु, म नेकपा एमालेको झोले हो, म यस देशका जनताको झोले हो। प्रधानमन्त्रीजीलाई चेतावनी दिन चाहन्छु, उहाँले मावलबाट ल्याएको देश होइन, ससुरालीबाट दाइजो पाएको देश होइन। के पनि गर्न उहाँलाई छुट छैन। मरेको बिरालो जस्तो भएर चल्ने होइन, जिउँदो बाघ जस्तो भएर एमाले अगाडि बढ्छ। राष्ट्रियताका मामलामा जनताले भोगिरहेका समस्या संसदमा छलफल हुन सक्दैन। सांसदहरूले सरकारको ध्यान आकर्षण गर्न सक्दैनन्, जनताका आवाजहरू त्यहाँ उठाउन सक्दैनन्। शक्ति विभाजित हुन सक्दछ, सत्य विभाजित हुँदैन। म दावा साथ के भन्छु भने मैले भ्रष्टाचार गरेको छैन, मैले आफूले भ्रष्टाचार गर्दिनँ, कमिसन खान्न। बुवा काम छैन जस्तो लाग्यो, तपाईँहरू घर जाँदा हुन्छ। ए भाइ अर्को बोलाउनुहोस्। आज म यहाँ बोल्न आएको। ल सुरु गरौँ। सुदन गुरुङलाई राखेर यो देश बच्छ भने सुदन गुरुङलाई गोली ठोक्नु पर्छ भने फर्स्टमा सुदन गुरुङ नै आउँछ। मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्नलाई, आफ्नो देशको सेवा गर्न आएको। अब विषयवस्तु त यति जस्तो लाग्छ मलाई, काम छैन जस्तो लाग्यो, घर जाँदा हुन्छ। हितेन्द्र देव साक्य केपी ओलीको सालो भएको भएर बत्ती झ्याप झ्याप जाने गर्थ्यो, तर उहाँ हटाइँदा पनि किन लोड सेडिङ भएको छ सरकार? ए भाइ अर्को बोलाउनुहोस्। मार्फत संसद मार्फत म सम्माननीय प्रधानमन्त्रीलाई जिम्मेवारी बन्न, कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक प्रधानमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु। माननीय सभामुख मार्फत गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो, पुरै क्यामेरा बोकेर। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। टाइम मात्र वेस्ट गरे अरे मान्छे। काम छैन जस्तो लाग्यो, तपाईँहरू घर जाँदा हुन्छ। महत्त्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो। गृहमन्त्रीलाई जिम्मेवारी बन्न, कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु। ए भाइ अर्को बोलाउनुहोस्। काम छैन जस्तो लाग्यो। बालेन दाइ म नि र्याप हान्छु नि। ल सुरु गरौँ। आफूलाई ठान्नुहुन्छ भविष्यको नेता, सक्नुहुन्छ भने आउनु न त यता, अनि गर्नु न त राज्य सभामा कालु मालु कालु को राजनीतिकलाई बेपत्ता। र्यापमा हुन्छ काल मेरो नाम नसुध, फेरि मेरो युट्युब सपोर्टरले गर्दैला नि तिम्रो काम बवाल, अनि जित्छौ भोट गरेर बवाल। 36 वर्ष तपाईँले नुहाउन भ्याउनु भएन, आज हामी नियमित सरसफाइमा ध्यान दिने मान्यहरूलाई तपाईँले साबुन दल्ने तरिका सिकाउँदै हुनुहुन्छ। बँदेल र बाँदरको कुरा आयो, के बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि यो देशमा बँदेल र बाँदर आएका हुन् र? नीति तथा कार्यक्रम देख्नुहुन्छ भने म पुनः एकचोटि एउटा गीत भन्न चाहन्छु। ल सुरु गरौँ। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। ए भाइ तपाईँ आफ्नो र्याप चाहिँ गाउनुहोस् न। भन्ने कुरा कति थियो छातीभित्रै रह्यो, परेलीका ओठबाट आँसु झरिरह्यो। काम छैन जस्तो लाग्यो, घर जाँदा हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा 3 थरी व्यक्ति छन्, दागी र अपराधी। अब अपराधी को छन्? काम छैन जस्तो लाग्यो। प्रधानमन्त्री मन्त्रीहरूले गाली गर्दाखेरि पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा चाहिँ पक्राउ पर्ने कि नपर्ने भन्ने प्रश्न छ। काम छैन जस्तो लाग्यो, घर जाँदा हुन्छ। तपाईँहरूलाई सिकाउनु पर्ने मैले जो भर्खरै राजनीतिमा आएको त्यो विधेयक हो भनेर मानिसज्यूहरूले मलाई भन्नु भएन। संविधानको स थाहा छैन यहाँ आएर भने, अहिले आएर संविधान स थाहा नहुने मान्छेले तपाईँलाई संविधान सिकाउनु पर्ने। काम छैन जस्तो लाग्यो, घर जाँदा हुन्छ। पहिलादेखि भन्छु मलाई ढाँट्नु आउँदैन, मलाई ढाँट्नु मन लाग्दैन, र अहिले यस्तो गरिमामय सदनलाई मैले ढाँट्दाखेरि मलाई पाप लाग्छ। म सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु, म यस्तो ढाँट्नु मलाई मन लाग्दैन। जी हो, यही हो यथार्थ। के बोले भाइ? के बोले? तपाईँहरू घर जाँदा हुन्छ। र यो अनलाइनमा यो मुख छाड्नेहरूलाई चाहिँ के कस्तो कारबाही सरकारले गर्छ? अनलाइनमा थुप्रै मुख छाड्छन्। अब मुख नछाड्नु भनेर भन्नु पर्यो हामी सबैजनाले। सोध्न चाहन्छु। ल सुरु गरौँ। पानी बाँड्न गएको हौँ भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्माननीय सभामुख महोदय, भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन।
यो कुरा स्पष्ट बुझ्न आवश्यक छ। यो काठमाडौँ सहर अरबपति र करोडपतिहरूको मात्रै हो, यो गरिब दुखी श्रमिक र निमुखा जनताको पनि सहर हो या होइन? यदि गरिब दुखी जनताको सहर हो भने यो नेपालको राजधानी किन हो? नेपालको राजधानी हो भने यो गरिब दुखी र सरबारा वर्गको र जनताको पनि सहर हो। आज गरिब दुखी जनता यो सहरमा बाँच्न नपाउने भइसके अघिल्लो पटक मेयर भएका कारणले यो अवस्था आज सिर्जित बनेको छ। सम्माननीय सभामुख महोदय, तपाईँहरू घर जाँदा हुन्छ। गरिबको चमेली बोल दिने कोही छैन। बोल्न दे सरकार, बोल्न दे सरकार, मनको कुरा खोल्न दे सरकार। बोल्न दे सरकार। ल सुरु गरौँ सुरु। हिजो पत्रकार हुँदा नेता खराब, आज नेता हुँदा पत्रकार खराब। हिजो सभामुख महोदय राजसपा र सरकारको प्रतिनिधि गतिविधि हेर्दा लाग्छ स्थानीय सरकार चलाउँदा केन्द्र खराब, आज केन्द्र सरकार चलाउँदा स्थानीय सरकार खराब। हिजो महानगर चलाउँदा सिंहदरबार जलाइदिन्छु, आज सिंहदरबार चलाउँदा न्यू रोड जाम गराइदिन्छु। हिजो अरूले विदेशी ऋण लिँदा राति निन्द्रा लागेन, आज आफूले विदेशी ऋण लिँदा ऋण नलिई देश कसरी चल्छ। हिजो नागरिकले आत्मदाह गर्दा सरकार दोषी, आज नागरिकले आत्मदाह गर्दा नागरिक स्वयं दोषी। हिजो मलाई बोल्न दे सरकार, आज बोल्नेको मुख थुन्दे सरकार। यही हो लोकतन्त्र? यो राज, यो कानुनी राज हो कि प्रहरी राज हो कि गुन्डा राज हो? यो सरकारसँग जवाफ चाहन्छु। यो काम छैन जस्तो लाग्यो, घर जाँदा हुन्छ। आज सरकारलाई घन्टी बजाएरै जगाउने बेला आएको छ। सभामुख महोदय, सरकार कुम्करण निन्द्रामा छ।